हेलो गाइज, कस्तो हुनुहुन्छ तपाईँहरू? ठिकै हुनुहुन्छ होला मलाई आशा छ। आज तपाईँहरूमा एउटा यस्तो क्राफर भिभावाला टिभी2वाला लाउनेवाला छु म। 1 बिहानवाला छ टिभी2वाला। यो मोडमा तपाईँलाई कसरी ह्याक लगाउने भनेर म देखाउँछु गाइजहरू। हेर्नु अब लगइन हुँदैछ गाइज। जल्दी गाइज भयो। तपाईलाई पहिले यो सेटिङको बालामा अप्सनमा जानुपर्छ गाइजहरू। यहाँ सबैजना अन गर्नु लास्टको बाला त्यहाँदेखि तपाईँलाई टेलिपोर्ट गर्छ। यस्तो गाइज यो 4 रनको हुन्छ गाइजहरू। अब फेरि वान ट्याप सामान अर्कोलाई पट्टा भने पट्टा चाहिँ पड्काइदिन्छ गाइजहरू। यहाँ म मेरो टिममेटले नै ह्याक लगाइरहेको छ। त्यसले फेरि मलाई पट्टा चाहिँ पड्काइदिन्छ तपाईँको थर गाइजहरू। मेरो टिममेट बाँकी छ। ग्लुवालले प्याक र एउटा नक अर्को लिएको छु गाइजहरू मैले। गाइजमा फेरि पट्टा चाहिँ पड्काइसकेको छ। यस्तो गुलाल लाउँदै म अगाडि छोरी यस्तो प्लेयरमा 1 ट्याप पड्कायो भने मलाई गुलालको आरपार हान्छ। किनकि ह्याक लगाएको छ नि सबैले, चारैजनाले। त्यसको कारणले मलाई पनि तर मैले त 2 किलमा त आएछ। मेरो टिममेट त हालिसकेको छ गाइज। ऱ्यान्डम हो, मैले एकचोटि 16 मिनट पढाएको छु। स्टार्ट हालेको थियो जस्तो म 1 ट्याप पड्काउँ भनेर गाइज न त्यो पट्टा चाहिँ 1 ट्याप पड्काइदिन्छ। मेरो टिममेटको गेम प्ले हेर्नु गाइजहरू। गो भनेर हाम्रो भाइले बट्टा चाहिँ एउटा घुमी आएन गाइजहरू। टिममेट आएन, नक बन्दालाई हेर्छ, अर्को बन्दाले लागेर आएन। यो गली तर एक बन्दा छ, त्यो बन्दा हान्नै सकिएन। यो नै गाइज। अब यसले उड्यो यस्तो हान्छ हेर्नु न गाइज। प्लुट्टै त हामीले त्यही भएर हारिसकेको छ। हामीले यो म्याच हारिसकेको छौँ। हामीले हारिसकेको छौँ। यो मोड तपाईँलाई कस्तो लाग्दो रहेछ एकचोटि खेल्नु होला। यस्तो खेल्नु होला गाइजहरू। क्राफ्टमा गएर 2v2 भी भनेर सर्च हान्नु होला।